नमस्कार, म कमल पौडेल विभिन्न ठाउँहरूका भिडियो लिएर आउने क्रममा आज म बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिका को पनि निसी बजार देखाउन लागिरहेको छु। निसीका गाउँहरू देखाउन लागिरहेको छु। यति बेला यो म निसीका माथिपट्टिका गाउँहरू देखाउन लागिरहेको छु जो बजारभन्दा माथिपट्टि छन्। अहिले जब मध्य पहाडी लोकमार्ग बन्यो, मध्य पहाडी लोकमार्ग बनेपछि यहाँको रूप नै परिवर्तन भइरहेको छ। खास गरी बागलुङबाट निकै टाढा भनेर चिनिने निसी आज नजिक बनिरहेको छ र यो निसी भलकोटको स्थानहरू पनि सुगम बन्दै गइरहेका छन्। जबकि पहिला यी ठाउँहरू निकै दुर्गम भनेर चिनिन्थे, अहिले प्राकृतिक सौन्दर्यताले एकदम भरिपूर्ण यी ठाउँहरू अहिले राम्रा ठाउँहरू बनिरहेका छन्। हामीले माथिपट्टि देख्न सक्छौँ, पछाडिपट्टि पाती हाल्नेमा पुरै हिउँ परिरहेको छ। यो चाहिँ निसी खोला को खास गरी निसी नै हो। हामी मुख्य निसीका भागहरूमा छौँ। यी निसीका घरहरू हुन् जहाँ सिलेटले घरहरू छाइएको हुन्छ अथवा यहीँका ढुङ्गाहरूले घरहरू छाइएको हुन्छ। यो हाम्रा धेरै ठाउँहरूमा, हाम्रा बागलुङका धेरै ठाउँहरूमा ढुङ्गाले घरहरू छाउने चलन छ। यद्यपि नेपालका धेरै ठाउँहरूमा पनि यो कुरा छ र बागलुङमा पनि यो छ। र यो निसीको खास निसी हैन, निसीखोला गाउँपालिका भित्रको पनि खास निसीको मुख्य बजार क्षेत्र यही हो। यसलाई निसी बजार भनेर पनि हामीले भन्न सक्छौँ। यो निकै सुन्दर घरहरू, बस्तीहरू यहाँ छन्। आधुनिकताले बिस्तारै छुँदै गएको छ। जबकि पहिलेका घरहरू हामी तपाईँ यो जो देखिरहनु भएको छ, यी पुराना घरहरू हुन् भने अहिले यी नयाँ घरहरू पनि बनिरहेका छन्, कङ्क्रिटका घरहरू पनि बन्दैछन्। यसरी आधुनिकीकरणसँग निसीखोला गाउँपालिकाका यो निसी लगायतका ठाउँहरू पनि जोडिएका छन्। मध्यपहाडी लोकमार्गको विकास सँगसँगै यी ठाउँहरू सुगम बन्दै गएका छन्। माथिपट्टि हामीले जुन हिउँहरू देखिरहेका छौँ, हिउँ पर्ने ठाउँहरू त्यही नजिकै छ, चिसो वातावरण छ। माथिपट्टि यी बस्तीहरू हुन्। यी बस्तीहरू, यी भिरालो पाखो बस्तीमा बस्नु हामी आम नेपालीहरूको बाध्यता पनि हो, खास गरी पहाडी क्षेत्रमा बस्नेहरूको। र यी जति नाङ्गा डाँडाहरू देखिएका छन्, यी अलि धेरै पानी परिरहँदा हिउँ पर्न सक्ने ठाउँहरू पनि हुन्। र यी वरिपरिका ठाउँहरू यो तलबाट बीचबाट बगेको निसी खोला हो। यसरी यो एउटा सुन्दर ठाउँ जसलाई हामीले निसी भनेर चिन्छौँ। तपाईँको घर पनि यतै नजिक पनि हुनसक्छ, तपाईँ आएको घुमेको भेटेको ठाउँ पनि हुनसक्छ। तपाईँलाई कस्तो लाग्छ? यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला, सेयर गर्न नबिर्सिनुहोला। र यो आज मैले तपाईँलाई निसीको बारेमा देखाएँ। अरू विभिन्न ठाउँहरूको भिडियो त म तपाईँलाई देखाउँछु नै। निरन्तर हामीसँगै रहनुहोला। आजको यो निसीको भिडियोबाट भने बिदा माग्नुपर्छ। यतिन्जेल साथ दिनुभयो, भिडियो हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। आजको बाटो छुटाउँ। नमस्ते।